भोजपुरको पौवादुङमा गाउँपालिका 3मा रहेको रिजालधारा खानेपानी आयोजना सम्पन्न भएको छ। करिब 18 लाख रुपैयाँ लागतमा सम्पन्न भएको आयोजनाबाट 50 भन्दा बढी घरधुरी र च्याङ्ग्रे बजारवासी लाभान्वित भएका छन्। एक रिपोर्ट। यहाँको मुहान संरक्षणसँगै 20 घनमिटर क्षमताको ट्याङ्की निर्माण गरी मुहान भने 3वटा धारा जडान गरिएको छ। घर घरमा पानी वितरण नभए पनि यस क्षेत्रका करिब 50 घर परिवार स्थानीयले सहज रूपमा खानेपानीको प्रयोग गर्न थालेका छन्। योजनाले वैकल्पिक पानीको स्रोतको रूपमा ठूलो राहत दिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपदोष कोइरालाले बताउनुभयो। 24 घण्टा भरियो र यहाँको मान्छेलाई ठूलो राहत पुगेको छ। मेन लाइन बन्द हुँदा पालिका, स्कुल, वडा, यो च्याङ्ग्रेवासी र यताको मान्छे सबै। योजना सम्पन्न भएकाले विगतमा कुवाको भर पर्नुपर्ने स्थानीय नागरिकलाई पानी लिन सहज भएको वडा नम्बर 3 का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताउनुभयो। अहिले धारा जडान भएपछि समुदायमा पानी उपभोग गर्न सहज भएको उहाँको भनाइ छ। ठाउँले चाहिँ यो च्याङ्ग्रेको एरिया लगभग 1.5 घरलाई नै धान्ने पानी थियो, जसलाई चाहिँ हामीले अब निर्माण गर्न चाहिँ अब सकिरहेका थियौँ। अहिले चाहिँ आएर यो प्रदेश सरकारले एउटा महत्त्वपूर्ण कामहरू गरिदियो। हामी यसमा धेरै खुसी छौँ र हाम्रा अब जनताहरू च्याङ्ग्रेवासी, त्योभन्दा अलिकति तल्तिर डडुवावासी र यो सानो योजना भए पनि यसले यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले जानकारी दिनुभयो। गणेश पृष्ठ, एनटिभी इटारी समाचार, कोशी प्रदेश, भोजपुर।